हेलो साथीहरू, आज चाहिँ हामी फेरि दिदीबहिनी च्यालेन्ज लिएर आएको छौँ। करेर चाउचाउ र अन्डा अनि त्यस पछाडि 100 रुपियाँ च्यालेन्ज। 100 रुपियाँ जित्नेले 200 पाउने, हार्नेले चाहिँ पानी खान नपाउने लगभग 3 मिनेटसम्म है। 3 मिनेटसम्म खाइ भ्याएर पनि 3 मिनेटसम्म हार्नेले पानी खान नपाउने। ल राखेँ यहाँ। तर तै के अरे यहाँ चाहिँ 100 रुपियाँ छ। उडाइदेला क्या हावाले उडाइदेला क्या। तै जित्ने आउँदैछ। मेरो त 100 रुपियाँ म जित्दिनँ क्या साथीहरू जहिले पनि। रोक है यहाँ राख पाइ डल्ला परेको दिदी अन्त ल 1 2 3 गो हो। हैन Kalau nanti kan mulai dari dia lah. Menurut 100 rupiah boleh menurut. Oli ketiga kot. Nah, saya lagi mulai ta. मात्रै पानी खायो। झन् त मोबाइल ल्याउ त टाइम हेरम। पापालाई बिनाजुले फोन गर्नु भएको छ र। दबाई त भ्याउनु न। त्यो भ्याउनु न पहिला। यहाँ यार दुई जो यहीँ देखाइरहेको छ 2 मिनेटमा सिद्धिएको छन्। 2 मिनेट 50 मिनेट 50 मिनेट होला। सरी यो पैसाले डिस्टर्ब गर्यो। अब मेरो पैसा चिलिम भयो क्या। कहिले नजित्ने भयो पिरो भयो ओट पऱ्यो नाङ्गा पऱ्यो भाइ दिदी। र प्रयास गरेर पनि असफल भएमा सासै नफेरि नखाए त्यहाँ। अझ डल्ला परिरहेको थियो कि त 5 बजेर 50 मिनेटसम्म खानु पाउनुहुन्न। 5 मिनेट के 5 होइन यार 4 3 मिनेट पनि आएन। भित्र रियाक्सनै नदेखाउने हो यार। तर त भन्न सकिन्थ्यो त अनि म चालै गर्ने थिएन। तर अब म यो खोल्छु है दिदी। पाइडको यो हालिदिनु फेरि हाल्ने हो नि थाहा छ कि नाइ। मिनेट पनि हुन्छ त नै त। अरू पनि बाहिर धेरै पिरो लागेको छ। ठुल्ठुलो ऊ खाएर क्या ठुल्ठुलो घाँस खाएर। तँसँग म अब पैसा बाजी खेल्दिनँ है। किन है त जित्छ सधैँ। अस्ति 50 रुपियाँ जित्यास 800 रुपियाँ जित्यो। मेरा त रुपियाँ गएकै छन् त नि। अब कोठामा गएर खाने पैसा भयो क्या। ल भएन 50
रियाक्सन नदेखाउने हो क्या अघि पनि यहाँबाट ए हो ठिक छ नि त ठिक छ अहिले त पिरै हरायो धेरै पिरो हुन्न नि अचेलका लाग्दैन हो न दिदी खासै यो बाहिर लाग्यो भने त पिरो हुन्छ कि यो त बाहिर लागेको छ ठुल्ठुला भित्र त पिरो लाग्दैन क्या करेन्ट आउँछ त अचेल खाए बानी पऱ्यो म त अन्डा खान्न भनेको थिएँ लास्टमा एकैचोटि खान्छु भने आएको थिएँ फेरि क्या खल्लो लाग्यो नि अनि मिसाएर कति भएको थियो रे 50 पानीका बोतल बाहिरकै भुट खाने ल भयो अब बाई बाई गर तेरो पालो बाई बाई गर्ने सक्यो अब फेरि भोलि ल्याएर आउँछौँ अर्को च्यालेन्ज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु अनि फुल भिडियो हेरिदिनु